हेलो साथीहरु नमस्कार। आज पनि फेरि हामी चाहिँ मसँग काम गर्नुहुने दाइकोमा चाहिँ बारीमा चाहिँ मौरी आएको छ भन्ने थाहा पाएर दाइले मलाई लिएर जाँदै हुनुहुन्छ। दाइले चाहिँ 2 दिन अगाडि पनि त्यहाँको मौरी चाहिँ ल्याएर घरमा राख्नु भएको रहेछ, तर रानी बेगरको भएको कारणले चाहिँ मौरी चाहिँ सबैतिर बिचकेर यसरी बारीभरि फैलिएर बसिरहेको रहेछ। यो चाहिँ 2 दिन अगाडि नै उहाँले ल्याउनु भएको रहेछ, तर रानी बेगर आएछ। रानी बेगर हुँदा चाहिँ यसरी मौरी बिचकेर यसरी घारतिर बस्छ। यो चाहिँ रानी बिनाको गोला भएकोले यो घरभित्र बसेको छैन र 2 दिनदेखि भागेको पनि छैन। अब रानी भित्र छैन, यसरी लगाइदिए गेट अनि रानी भात निक्लिँदैन थियो नि त। यसमा टाँसिएको रहेछ। ल्याएर त यहीँ हाल्छु म, अन्त घरमा राख्दिनँ नि। यहाँ ठुलाइदियो जिथोलियो भने त्यहाँ उताको फेरि निस्किने हो कि यहाँको पनि अलिअलि चल्छ। त्यति लाउने बेलामा न केही गर्दैन गर्नु चाहिँ। ओहो यहीँबाट थुप्रै झरेको किरा लागेछ भित्र पनि। कमीलाई लागिरहेको छ। एउटा मौरी पसेको भित्रको मरिसल म चाहिँ सबै कमिलाले खाइसकेको छ। यो चाहिँ जाको अर्को घरको हालेर लिएर गएको नि त। यसलाई अब के गर्नु, एकछिन छोड्दिनु, यतिकै छोडिदिनु। अहिले भन्नु नआउनेहरूलाई टन्न मौरी रहेछ। र साथीहरू मौरी चाहिँ यस्तो ठाउँमा आएर बसिरहेको रहेछ। यो चाहिँ बाँकी छुटेको मौरी रहेछ। अब यसमा चाहिँ रानी छ कि छैन हामी हेर्नेछौँ। गइरहेछ मौरी काट्ने कार्यक्रम हुँदैछ। यहाँ मौरीको घर चाहिँ रहेछ जङ्गलभित्र। हाम्रो दिपेशहरूलाई चाहिँ यहाँ रानो पत्तो लाउने तयारीमा हेर्छौँ। मौरी चाहिँ उहीँ छ नि त दिपेश टन्नै। राना आयो त यता थुप्रिन चाहिँ खोज्दैछन्। आएन त भित्रै गएर बस्छ क्या। रोकिदिउँ। यहाँ खोपोभित्र पसेर मौरी निकाल्ने कार्यक्रम हुँदैछ। खोपोमा मौरी उडेको हेर्नुहोस्। हाम्रो दिपेश सरलाई दिएर आएर यो मौरीको घर चाहिँ यो पुरानो घरको गारामा जङ्गलमा रहेको मौरी निकाल्ने कार्यक्रम हुँदैछ। खोज्ने कार्यक्रम भइराखेको छ। यहाँ रानु आयो कि आएन कि के गर्यो भन्ने कुरै जानकारी पाइएन। यो मौरीको जाली रानु हेर्नलाई खोज्दैछौँ हामी। त्यो ठुलो ढुङ्गा छ कि पक्नु त छेउमा आउँदैछ। त्यो रानी मौरी आउँछ। कति छ हेर्नु पनि। छज्जे त्यसको सबै भगाएर सेउला खानु। नआएको मौरी रहेछ नि, नयाँ आएको रहेछ नि। लाइ त माथिको बोर्ड निकाल्नु। यो सुरु गरे भइसकेको। ए माथिको बोर्ड निकाल्नु। कुन बोर्ड? ए भित्री बोर्ड। यो जाँट निक्लिहाल्नु पर्ने। कस्तो एउटा बसिरहेको नि। एउटा कम्बिनेसन फ्रेम पनि। त्यही त भन्छ त। कतिलाई त एउटा फ्रेम भयो त। यसलाई कसरी झार्नु? त्यहाँबाट चाहिँ छिराइदिनु। यो त भिडियो त एकछिन अफ रेकर्ड सुरु। मौरी जङ्गलबाट अपरेसन गरेर यहाँ घरमा ल्याएर आधुनिक घर हेर्नु देखिँदैछ। आधुनिक घरमा प्रवेश गराइरहेको अवस्था छ। त्यो बाहिरको नि तानेर हालिदिइहाल्नु त्यही मौका। खोर्याउने यता म अठ्याउँछु त बरु। दिपेश सरले अपरेसन गरेर ल्याउनु भएको यो मौरी
अहिलेको त टाँस्यो तल चाहिँ नि बेसर जान्छ जान थालिसक्यो हेर्न आउनु यहाँ हेर्न आउनु यता आउनु हजुर तपाईँले बोलेको हेर्दैछु म हेर्नु यता गुन्डा जान थालिसक्यो हालेर जाऊँ न अब यसको टक्का एकदम सबै भिडियोमा गर्छु न यता तलको मुभी देखाउनु न यताबाट गर्नु त यताबाट गर्नु